बस्नलाई यति आनन्द छ साथीहरू। कसलाई चिसो मनपर्छ आउनु होला, बस्न खान एकदमै राम्रो के चिसो हावा। हामी चाहिँ अब यहाँ माथि हावा खाएर फोटो खिचेर डेडीहरूलाई के अरे भिडियो बनाएर हामी चाहिँ फेरि झर्दैछौँ। हाई भनिदिनु न डेडी। कति धेरै आज शनिबार भएर होला कति धेरै मान्छे रहेछ। हामी चाहिँ अब माथि सबैभन्दा माथि पस्नेछौँ। साथीहरू हामी चाहिँ ओल्ड टाउनको सबैभन्दा टपमा पसेर हामी चाहिँ यसरी भिडियो मैले चाहिँ गर्दैछु भर्खर। हेलो एभ्रिवान, नमस्ते सेवान, साथसाथै गुड मर्निङ हजुरहरूलाई। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै एकदम सन्चै छु साथीहरू। अनि फेरि पनि न्यू डे न्यू ब्लग मैले चाहिँ सुरु गरिसकेँ साथीहरू होइन। अनि आज चाहिँ हामी ओल्ड टाउन राजातार घुम्न जानुपर्ने छ, त्यही भएर मैले चाहिँ ब्लग सुरु गर्दैछु। हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला है त। आज चाहिँ पुरै हाम्रो चाहिँ हेर्नुपर्ने घुमघाम साथीहरू। बाख्राहरू पाखामा चरिरहेको छ, हेर्नु सक्नुहुनेछ। हिँड्दैछौँ हामी चाहिँ आज घुमघाम सबैजना। यसो टाइम मिलेको बेला हेर्न सक्नुहुनेछ तपाईँहरूले पनि। नयाँ नयाँ ठाउँमा हजुरहरूलाई देखाउने नै छु, भिडियो हेर्दै जानु होला है त। झन्डी डाँडा यता तल देख्न सक्नुहुनेछ। ओल्ड टाउन चाहिँ यता माथि अब उकालो जानुपर्ने हुन्छ साथीहरू। हामी चाहिँ ओल्ड टाउनतर्फ लाग्यौँ। यहाँदेखि तल हेर्दा चाहिँ सब उर्लाबारी दमक यति धेरै बाइकहरू देख्न सक्नुहुनेछ। ओल्ड टाउन साथीहरूले हेर्न सक्नुहुनेछ। ओल्ड टाउन हामी चाहिँ भर्खर जाँदैछौँ। गाडीहरू यता माथि ओल्ड टाउन। पाहुना घर आएर यसरी बस्दै खाँदै हुनुहुन्छ। हामी चाहिँ पुरै घुमिरहेको छौँ। हुन्छ यता माथि जाउँ न। आउनु बजाउँ, आउनु आउनु आउनु। कति धेरै आज शनिबार भएर होला कति धेरै मान्छे रहेछ। हामी चाहिँ माथि सबैभन्दा माथि पस्नेछौँ। टप अल्गो साथीहरू। हामी चाहिँ ओल्ड टाउनको सबैभन्दा टपमा पसेर हामी चाहिँ यसरी भिडियो मैले चाहिँ गर्दैछु भर्खर बन्दैछ। यहाँ पनि रिसोर्टै होला, हेर्नु सक्नुहुनेछ। म चाहिँ सबैभन्दा माथि पसेर भिडियो गर्दैछु, हेर्नु सक्नुहुनेछ। दामी भ्यू देखिरहेछ। आज शनिबारको दिन धेरै मान्छेहरू पनि सबै भेला भएछौँ हामी होइन। हामी चाहिँ अब यहाँ माथि हावा खाएर फोटो खिचेर डेडीहरूलाई के अरे भिडियो बनाएर हामी चाहिँ फेरि झर्दैछौँ। हाई भनिदिनु न डेडी। हाई भनिदिनु न आन्टी। हाई भन्नु। हाई। अब हामी चाहिँ जाँदैछौँ। अब चाहिँ यता तल घुम्दै घुम्दै जानुपर्ने हुन्छ। हावा कति शीतल लाग्दो छ। सबैभन्दा अल्गो यहाँ माथिदेखि झर्नु हुँदै हो। हामी चाहिँ फाइनली उता ओल्ड टाउनदेखि फर्केर राजातारतिर जाँदैछौँ। 6 बजिसक्यो।
हाम्रो घुमघाम आज भव्य भइरहेछ। छैन र साई अघि पहिला आशा फर्किँदैछौँ हामी चाहिँ। हामी धेरैजना ग्रुप छौँ साथीहरू। अनि राजाटार चाहिँ देख्नु सक्नुहुनेछ। आउनु भएको छ छैन, कति त आइसक्नु भयो होला, कति चाहिँ आउनु भएको छैन होला। मेरो भिडियो मार्फत हेर्नु होला। म पनि यो टेन टाउन राजाटार बनिएको धेरै भयो, तर म चाहिँ आज मात्र साथीहरू म पनि ड्याडी अनि आन्टीहरू सबै दिदीहरू माइतदेखि फर्किँदै उता घरदेखि फर्किँदै यता पस्छु नि त, यता घुमौँ न त भनेर हामी चाहिँ घुम्दै यसरी आजको दिन घुम्दैछौँ। हामी चाहिँ दिउँसो चाहिँ पानी पर्यो अनि बेलुकाखेरि चाहिँ अनि हामी चाहिँ राम्ररी घुमिरहेछौँ साथीहरू। राजाटार रिसोर्ट यो चाहिँ। हजुरहरू को आउनु भएको छ कमेन्ट गर्नु होला है। म चाहिँ आज सुरुचोटि आइरहेको छु साथीहरू। राजाटार साखरे मधुमला हुँदै यता माथि आउने बाटो यो चाहिँ। अनि यो चाहिँ पुरै राजाटार रिसोर्ट गेटभित्र हामी चाहिँ छिर्यौँ साथीहरू। राजाटार सगरमाथा बनेको रहेछ यो चाहिँ। माया है बस्ला बेसरी झुकाउनु खोज्ला कसरी। राजाटार रिसोर्ट राम्रो रहेछ हौ, राम्रो रहेछ है ड्याडी। खेल्ने ठाउँहरू पिउँ पनि खेल्न सक्नुहुनेछ। बस्ने सानो सानो कटेजहरू हेर्न सक्नुहुनेछ। राजाटार राम्ररी हेर्नु होला गाइज। हामी चाहिँ अहिले राजाटारमा आइसक्यौँ। तपाईँहरूले राम्ररी हेर्न सक्नुहुनेछ। यहाँदेखि पर आएर भने झन्डी डाँडा गाइज। हजुरहरूलाई म नयाँ नयाँ भ्यू देखाइरहेको छु। यो चाहिँ कुवापानी हो यो राजाटार भन्ने रिसोर्ट। दामी हेर्न सक्नुहुनेछ साथीहरू। हामी चाहिँ अब खाजा खानलाई पुरै अर्डर गरिरहेछौँ। हामी यसरी बसिरहेछौँ। यता हेर्नु न दिदी दिदी हामी सबैजना अनि दुईजना आमा छोरीहरू तल बसिरहेछ। हामी चाहिँ अब खाजा खानलाई पुरै रात परिसक्यो, घर नजिकै छ। अनि अलिअलि खाजाहरू यसो खाएर हामी चाहिँ अब फर्किनेछौँ। राजाटार रिसोर्टमा पनि आज आइपुग्यो। मस्त आनन्द, चिसो एकदमै चिसो, बस्नलाई यति आनन्द छ साथीहरू। कसलाई चिसो मनपर्छ आउनु होला। बस्न खान एकदमै राम्रो के चिसो हावा। बाट अब काउन्टरदेखि निस्केर हामी चाहिँ जाँदैछौँ। रात पर्यो अनि बेलुका चाहिँ यसरी पुरै लाइटहरू झिलिमिली हुँदो रहेछ। अनि आउने जाने क्रम भइरहेछ, मान्छेहरू आइरहेछ, हेर्न सक्नुहुनेछ साथीहरू। अनि झिलिमिली लाइन अझै रहेनछ। आजको भिडियो चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान। सब्सक्राइब गर्नु नभुल्नु होला है त।